समय व्यस्तताले अलि ड्र्यागन फ्रुट टिप्न भ्याएको थिएन। कमिलाले त्यो ड्र्यागन फ्रुट अलि धेरै रह्यो भने चाहिँ फुटिहाल्ने रहेछ क्या रातोवाला चाहिँ। अनि कमिला पुरै लागेको थियो। त्यही पनि आज चाहिँ सबै टिपिहालौँ भनेर टिपेको। अनि अलि धेरै जस्तो थियो। अनि फेरि एकजनाले चाहिँ अस्ति नै बाटो हो कि बिरामी छु, घरको राम्रो लाग्यो मलाई चाहिँ घरैको दिनु जसरी भए पनि 1 किलो बनाइदिनु भने भएर सबै जोख्ने हो भने त धेरै थियो होला थिएन त। अनि आधाभन्दा धेरै घर राखेँ। अनि 1 किलो चाहिँ मैले आज चाहिँ बेचेँ। अनि सेतो चाहिँ बरु केही नहुने कि कति राम्रो थियो। सेतो चाहिँ एउटा थियो, अलिअलि यताउता गर्दाखेरि एउटा बचेको थियो, यो पनि उ गराइदिएँ। रातो चाहिँ अलि धेरै थियो। साना साना पनि हेर्नु कति साना पनि फल्या, सानोमा पनि पाकेको के ठुलो नहुन सकेर कोही टिप्नै नमिलेर कति पर थियो। दुईजनाले पालो गरेर टिप्यौँ। जस अहिले अझै पनि लागि कोही पक्कर कोपिला लाछन्, कोही फल्दैछन्, कोही पाक्दैछन्। जस लागिरहेछ दसैँ तिहारसम्म फल्छ कि जस्तो लाग्छ मलाई चाहिँ यो पटक। सेतो पनि कोही सानो भर्खर कोपिला हुँदैछन्, अब कत्तिको फल्छ हेर्दै जाऊँ।